आम्मामामामा हेर न, जेबी कम्पनीले त उसको स्क्रैप फ्याँक्ने ठाउँ त यो सिस्नेटरको अराल पो बनाएछ। हेर त आमामा, लुगा फाटा फ्याँकेर हो, जङ्गलैभरि यस्तो प्लास्टिकहरू फ्याँक्यो नि त अनि पहिरो जान्छ त हौ। आमामा, यहाँ माथि यतै यो सबै प्लास्टिक हो। अनि यस्तो स्टाइलले कम्पनीले अनि फोहोर मैला यसरी फ्याँक्यो नि त अनि पहिरो जाने बाटो त यही हो नि। यो ओह्रालोमा त पुरा मैला फ्याँकेछ यहाँ र चाहिँ धोने असोने बोतल सिसाहरू प्लास्टिकहरू सबै यहाँ त उनीहरूको फ्याँक्ने जग्गा बनाएछ त। आम्मामामामा